नेपालको भूगोल सामान्य ज्ञानको नेपालको भौगोलिक अवस्था के छ, प्राकृतिक स्रोत र साधनहरू के छन् भन्ने विषयमा छ। आज चाहिँ यसको विषयमा भौगोलिक अवस्था, धरातलीय स्वरूप र किसिम र विशेषता, भौगोलिक अवस्था, धरातलीय स्वरूप र किसिम र अवस्थाको बारेमा, पृथ्वीको उत्तरी गोलार्धको हिमालय पर्वतमालाले मालाको बीच भागमा युरासियन र तिब्बतियन प्लेटको बीचमा युरासियन र तिब्बतियन प्लेटको बीचमा रहेका भारत र चीन जस्ता दुईवटा ठुलो शक्तिशाली मुलुकको बीचमा रहेको सानो बफर स्टेट अर्थात् ल्यान्डलक देशको नाम हो नेपाल। अब अक्षांश र देशान्तर कति छ भने चाहिँ अक्षांश भन्नाले अक्षांश 26 22 30 27 उत्तर अक्षांशको र देशान्तर देश भन्यो भने 80 देश 80 4 88 12 पूर्वी देशान्तर देश पूर्वी होइन भयो। अब तुलना, नेपाल विश्वको ठुलो राष्ट्र रसियाभन्दा हाल 116 गुणा र चीनभन्दा 65, भारतभन्दा 22 गुणा सानो छ है त। अब नेपालको सिमाना हेरौँ है त। नेपाल सरकार र इस्ट इन्डिया कम्पनी, नेपाल सरकार रको त इस्ट इन्डिया कम्पनी सरकार बीच 1816 मार्च 4 मर्चा खाएर 4मा मर्चा चाटेर 1816 मर्चा चाटेर नेपाल सरकार र इस्ट इन्डिया कम्पनीमा बीच लागू भएको सुगौली सन्धि हुँदा नेपाल र भारतको बीचमा 894 वटा जङ्गे पिल्लर 894 है 894 वटा जङ्गे पिल्लरहरू निर्माण गरिएका थिए भने 2 वटा ठुला स्तम्भको बीचमा 10 गजा चौडा जमिन खाली राखेर स्तम्भ निर्माण गरिएकोले नेपाल र भारतको बीचमा 10 गजा क्षेत्र रहेको छ, जसलाई नो म्यान लाइन पनि भनिन्छ। त्यसैले नेपालबाट नजिकको देश भारत, त्यसपछि क्रमशः चीन हो, त्यसपछि बङ्गलादेश हो, त्यसपछि भुटान हो। चीन बङ्गला बब हो है त। अन्तर्राष्ट्रिय सिमाना हेरौँ। नेपालको भारतसँग 1690 है 1550 माइल अर्थात् 1690, भारतसँग 1690 किलोमिटर र चीनसँग 1236 किलोमिटर गरी नेपालको 2926 किलोमिटर है 2926 किलोमिटर अन्तर्राष्ट्रिय सिमाना वरिपरि 2926 छ है त। सिमाना देशहरूसँग जोडिएको छ, ठिक छ। भूभाग, नेपालको कुल क्षेत्रफलको 100% मध्ये 92.94% भाग जमिन र 7.06% जल रहेको छ। अब विश्वको भूभाग चाहिँ 0.03 नेपाल, एसियाको 0.3 र दक्षिण एसियाको 2.82 है त। विश्वको जनसङ्ख्याको 0.37 र विश्वको जलस्रोतमा 2.27। ओके, त्यसपछि नेपालको स्थान के छ भन्दाखेरि क्षेत्रफलमा जनसङ्ख्या विश्वमा कति त 94औं स्थानमा छ। विश्वको नेपालको स्थान 94 स्थानमा छ। क्षेत्रफलमा जनसङ्ख्यामा 49औं है 94 49औं 235 वटा देशमा। भूपरिवेष्टितमा चाहिँ 22औं हैन, क्षेत्रफलमा 22औं र जनसङ्ख्यामा 5औं। सार्कमा 5औं र जनसङ्ख्या पनि 5औं। वन क्षेत्रमा दोस्रो रहेछ। ओके, त्यसपछि नेपालको सबैभन्दा चौडा स्थान लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा पर्छ भने कम चौडा ठाउँ कोशी प्रदेशमा पर्छ हैन। सिमाना हेरौँ। अब सिमाना सन् 1916 है 1916 अक्टोबर 5 मा नेपालका राजा श्री 5 महेन्द्र है 1916 अक्टोबर 5 मा नेपालका श्री 5 महेन्द्रले र चीनका तत्कालीन राष्ट्रपति लिउ साउची बीचमा 1961 मा है त 1961 अक्टोबर 5 अक्टोबसले 5 पचाएर हैन बिरेर लिउ साउचीले
बीचमा सीमा प्रोटोकल सम्झौता हस्ताक्षर भएपछि नेपाल चीन तिब्बत बीचको सीमा निर्धारण भएको हो भने भारतसँग सुगौली सन्धि पश्चात भएको हो। अब छ सुगौली सन्धि अघिको नेपाल। सुगौली सन्धि अघिका छ पूर्वमा टिस्टा, पश्चिम काँगडामा चाहिँ 2675 चाहिँ सुगौली सन्धि अघि, पछि चाहिँ 1,47,181 भने 56,826 वर्ग माइल भयो। लम्बाइ 14-15 हो है। सुगौली सन्धि अघि लम्बाइ 14-15 किलोमिटर थियो भनेपछि हाल नेपालको पूर्व पश्चिम लम्बाइ 885 मात्रै छ। पूर्वमा टिस्टा, पश्चिम सतलजसम्म नेपालको क्षेत्रफल 2,04,916 वर्ग किलोमिटर थियो पूर्व टिस्टा, पश्चिम सतलजसम्म भनेपछि औसत चौडाइ हेर्ने भने सुगौली सन्धि पछि 193 रहेकोमा सबैभन्दा बढी 241 किलोमिटर र घटी 145 किलोमिटर। पूर्व पश्चिम लम्बाइ 1288 देखि 1500 किलोमिटर वा 800 माइल। पूर्वी सिमाना सुगौली सन्धि पूर्व पश्चिम उत्तर दक्षिण चाहिँ पूर्वमा सिक्किम, पश्चिममा सतलज र उत्तरमा कुती र दक्षिणमा गोरखपुर भारत। यो थियो सुगौली सन्धि अघि। र सुगौली सन्धि पछि चाहिँ नेपालको पूर्वमा ओलाङचुङ गोला, ताप्लेजुङ, फतालुङ गाउँपालिका, ओलाङचुङ गोला, पूर्वतिर ओलाङचुङ, पश्चिम चाँदनी, दोदा र कञ्चनपुर र उत्तरतिर च्याख्ला, भन्ज्याङ, नाम्चे, सिएरा बस्ती, हुम्ला र दक्षिण सिमाना चाहिँ लोधावरी, झापा। नेपालको पूर्व पश्चिम र दक्षिणमा क्रमशः भारतको सिक्किम, बङ्गाल, बिहार, उत्तर प्रदेश र उत्तराञ्चल रहेका छन् भने उत्तरमा चीनको स्वशासित तिब्बतसँग जोडिएको छ। नेपालको संशोधित नयाँ नक्साको यात्रा कालापानी, लिपुलेख र लिपियाधुरा समावेश भएको छ। विक्रम सम्वत 2077 जेठ 5 गते नेपाल सरकार मन्त्री परिषदले नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको हो। ओके, 2077 जेठो 5 ले चाहिँ मन्त्री परिषदले नयाँ नक्सा सार्वजनिक गर्ने। 77 जेठ 7 गते है, 5 पछि 7 गते भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालय नयाँ नक्सा सार्वजनिक गरेको। त्यसपछि 9 गते जेठा 9 गतेतिर नयाँ नक्सा अनुसार निशाना छाप परिवर्तन को संविधान संशोधन विधेयक दर्ता। अब जेठ 31 गते चाहिँ प्रतिनिधि सभाबाट पारित भयो र 77 सालकै कुरा हो। असार 4 गते राष्ट्रिय सभाबाट पारित, पक्षमा 57 मत र विपक्षमा 0, मतदानमा सहभागी हुँदैनन्। र विक्रम सम्वत 2077 असार 4 गते 77 कै हो, असार है, वैशाख जेठ असार 4 गते राष्ट्रपतिद्वारा प्रमाणीकरण भयो र असार 4 गते नै नेपाल राजपत्रमा प्रकाशित र लागू भयो। राष्ट्रपतिबाट प्रमाणीकरण र नेपाल राजपत्रमा प्रकाशित भयो। त्यसपछि साउन 30 गते चाहिँ अङ्ग्रेजी संस्करण स्वीकार भयो र नोभेम्बर 2 मा भारतद्वारा नेपालको भूभाग सहितको नयाँ नक्सा सार्वजनिक भयो। मे 8 मा भारतका रक्षा मन्त्री राजनाथ सिंहद्वारा नेपालको भूमि हुँदै तिब्बत जाने सडकको उद्घाटन भयो। ओके, 2020 मे 8 मा भारतका रक्षा मन्त्री राजनाथ सिंहद्वारा नेपालको भूमि हुँदै तिब्बत जाने सडकको उद्घाटन भयो। नोट, नयाँ नक्सा सार्वजनिक भएसँगै नेपालको क्षेत्रफल 335 वर्ग मिटर है, 335 वर्ग मिटर रहेको छ र 129.34 माइल, बढी 1,47,516 वर्ग किलोमिटर हैन, 56,956.24 वर्ग माइल भएको छ। नेपालका 4 बिन्दुहरू उत्तरमा फेरि रिपिट,
ओच्याचोलो होइन। पूर्वमा ओ, पश्चिममा ओचा, त्यसपछि च्या, उत्तरमा च्याख्ला, दक्षिणमा लो, ओच्याचोलो। 30 27 26 22 88 12। नेपालको सिमाना है त, यो भयो नेपालको सिमाना। सिमे मग भोच्या द, सिमे मग भोच्या द। पूर्वमा सिक्किम, पश्चिम बङ्गाल। सीमा सिक्किम, पश्चिम बङ्गाल। त्यसपछि गएर सिंहलीला पर्वत र मेची नदी, पश्चिम उत्तराखण्ड भारत र महाकाली नदी, गड्डा चौकी। उत्तर गणतन्त्र चिनको स्वशासित क्षेत्र तिब्बत, भोट हिमाल, च्याख्ला भन्ज्याङ। दक्षिण उत्तर प्रदेश र बिहार र 10 गजा। भारत र चीन बीचमा सन् 2015 मे 15मा भएको लिपुलेख सम्झौता अनुसार नेपालको विवादास्पद क्षेत्र लिपुलेख है 372 वर्ग किलोमिटरमा दार्चुला जिल्लामा फैलिएको छ, जुन हाल ब्यास गाउँपालिकामा पर्छ। यस्तै विषयमा भुटान र चीन बीच रहेको विवादास्पद स्थानको नाम हो दोकलाल। ओके दोकलाल। नेपालबाट नजिकमा रहेका केही स्थानहरू, नेपालबाट चाहिँ नजिकमा भएका केही स्थानहरू: भारत, चीन, बङ्गलादेश है 27 किलोमिटर र भुटान, बङ्गलादेश 27, भुटान 32। नेपाल र बङ्गलादेशको सिमाना नजोडिए पनि यी दुई राष्ट्र 27 किलोमिटरको एक साँघुरो चिकेनस्केन भन्ने क्षेत्रबाट छुट्टिएका छन् हैन। विमानस्थल पटना बिहार, बन्दरगाह कोलकाता बन्दरगाह करिब 3000 किलोमिटर। त्यसपछि खाडी, बङ्गालको खाडी 1127 किलोमिटर 700 माइल। ठिडाना इकाकोमा भने नेपालको काठमाडौँबाट सार्क देशका राजधानीहरू हो। ठिडाना इकाकोमा। ओके ठिडाना इकाकोमा। सबैभन्दा थिम्पू भुटान 400, ढाका 620 बङ्गलादेश, नयाँ दिल्ली 790, इस्लामाबाद 1380 इस्लामाबाद, काबुल अफगान 17 हैन, काबुल 17, कोलम्बो 1710, कोलम्बो श्रीलङ्का, कोलम्बो निम 2320, मालदिभ्स घाँटी, मालेको घाँटी 2760। त्यसपछि मुख्य सहरका अक्षांश देशान्तर: काठमाडौँ 2785, पोखरा 28, 83, सगरमाथा 2786, त्यसपछि दिपायल 2980, नेपालगञ्ज 2881, विराटनगर 2686, 87, गौरीशङ्कर 2786। प्रमाणिक समय कहिले हो भन्दाखेरि लन्डनको ग्रिनविच मिन टाइममा रहेको 0 डिग्री देशान्तर रेखाले नेपालको दोलखा जिल्ला रहेको रोलवालिङ हिम श्रृङ्खला अन्तर्गत रहेको गौरीशङ्कर वा पाथिभरा हिमाल 7134 मिटरलाई 86 डिग्री 15 मिनेट पूर्व देशान्तर रेखाले काटेर जाँदा नेपालको प्रमाणिक समय विक्रम सम्वत 2042 वैशाख 1 गते निर्धारण गरेको हो, जुन समय ग्रिनविच मिन टाइम GMT भन्दा 5 घण्टा 45 मिनेट अगाडि मानिएको छ। नेपालको पूर्वदेखि पश्चिमसम्म 8 डिग्री देशान्तर फरक छ, जसमा 2042 सालभन्दा पहिला झापा र कञ्चनपुरको समयमा
32 मिनेटको फरक थियो झापा र कञ्चनपुरको। नेपालको भौगोलिक अवस्था विभाजन भूगोलका आधारमा चाहिँ भौगोलिक विभाजन चाहिँ हिमाल पहाड तराई भयो है त। हिमाल पहाड तराई भयो, ठिक छ। भौगोलिक वी क्यान सी हिमाल पहाड तराई कम्प्लिटली ठिक छ। अब हिमालमा मुख्य भित्री सी मुबिसी मुख्य हिमाल, त्यहाँबाट भित्री हिमाल र सीमान्त भयो। पहाडमा पनि मध्यभूमि, महाभारत र चुरे, मध्यभूमि, महाभारत र चुरे। मुख्य हिमाल, भित्री हिमाल र सीमान्त, मध्यभूमि, महाभारत र चुरे। तराईमा भित्री मधेस, भाबर प्रदेश र खास तराई है। अब धरातलीय स्वरूपका आधारमा नेपालको विभाजन हेरौँ। उचाइको आधारमा 3000 देखि 8848 हिमाल, 610 देखि 3000 सम्म पहाड र 57 देखि 610, 610 देखि हैन 3000, 3000 देखि माथि हिमाल तराई हिमाल है यसरी। त्यसपछि जिल्ला 21 35 21, क्षेत्रफल 33116 है, 33116 33116.46 25% म्याग्दी सहित। र पहाडमा चाहिँ 89,043.52 वर्ग किलोमिटर 57.5 म्याग्दी बाहेक र 25,021 70% तराई है। त्यो जनसङ्ख्या 6.08 हिमालमा, पहाडमा 40.31 र तराईमा 53.61। त्यसपछि जनसङ्ख्या वृद्धि दर 0.05 पहाड, 0.3 हिमाल र 1.54 तराई, टोटल गरी 0.92। जनसङ्ख्या 34 जना प्रति वर्ग मिटरमा, 192 जना प्रति वर्ग मिटरमा, 460 जना प्रति वर्ग मिटरमा तराईमा। सबभन्दा बढी 460 तराईमा, 192 पहाडमा र हिमालमा 34 जना र 198 जना प्रति नेपालमा। साक्षर 10 पढ्ने लेख्ने 72.8 हिमाल, 80.9 पहाड र 73.1 चाहिँ तराई गरी 76.2 चाहिँ नेपालमा। लैङ्गिक अनुपात 97.2 पहाड, 94.65 हिमाल। त्यसपछि 96.11 हिमालमा, पहाडमा त्यति हैन, 96.11 गरी 95.59। लैङ्गिक सिमाना 885 किलोमिटर उत्तर दक्षिण चौडाइ र 25 देखि 50 किलोमिटर छ। र पूर्व पश्चिम लम्बाइ 25 देखि 175 हैन पहाडको, र उत्तर दक्षिण चौडाइ 25 देखि 30 हैन। पूर्व पश्चिम लम्बाइ 850 85 र उत्तर दक्षिण चाहिँ 193। विभाजन हेरौँ। 3 मुख्य, भित्री र सीमान्त, 3 चुरे, महाभारत र मध्य, अब 3 खास तराई, भाबर र भित्री हैन। अन्य मुख्य पेशा पशुपालन, 3वटा प्रदेशको सदरमुकाम रहेको मुख्य पेशा कृषि, अन्न भण्डार र हरियाली प्रदेश। त्यसपछि हिमाल पहाड र तराईको नयाँ संरचना अनुसार स्थानीय तह है। हिमाल पहाड तराईमा स्थानीय तह 169 है। पहाडको स्थानीय तह 169 तासमा नाउ स्थानीय तह पहाडको। त्यसपछि हिमालको स्थानीय तह पहाडको चाहिँ मोजामा अक्टोपस स्थानीय तह। त्यसपछि तराईमा चाहिँ घाँटीमा ऋतिक रोशनको घाँटी तराईमा स्थानीय तह। गाउँपालिका तामालाई हातले समाएर गाउँपालिकामा लिनुपर्छ हिमालको गाउँपालिकामा। र पहाडको गाउँपालिकामा चाहिँ टेप लगाएर नाउमा
गाउँपालिकामा छिर्ने नाउँ बनाएर र तराईको गाउँपालिकामा चाहिँ टिनमा ऋतिक रोशनले हल्ला गर्ने। नगरपालिका मेयर है, हिमालको मेयरवटा मेयरले गन्छ। पहाडको ताजमहलमा बसेर चाहिँ हातले गन्ने पहाडको नगरपालिका पहाडमा चाहिँ, र तराईमा चाहिँ तामाको रुखमा इन्द्रेणी लाएर गर्ने। त्यसपछि उपमहानगरपालिका हिमालमा छैन, पहाडमा हेटौडा हो र तराईमा 10वटा छन्। महानगरपालिका हिमालमा छैन, पहाडमा 3वटा, तराईमा 3वटा। धेरै स्थानीयता हुने जिल्ला धादिङ 13वटा र हिमालमा, पहाडमा काभ्रे 13वटा र तराईमा सर्लाही 20वटा। थोरै स्थानीयता हुने जिल्ला रुकुम पूर्व 3वटा, भूमे, पुथा, उत्तर गङ्गा र सिस्ने 3वटा र भक्तपुरमा 4वटा र नवलपरासी पश्चिम 7वटा र चितवनमा 7वटा। प्रतिनिधि सभा 24 सिन्धुपाल्चोक, गोरखा र धादिङ 2-2 निर्वाचन क्षेत्र र बाँकीमा 1-1वटा र 63वटा पहाडमा प्रतिनिधि सभा र 78वटा तराईमा। प्रदेश सभा प्रत्यक्ष 48वटा र 126वटा र 156वटा। ठुलो जिल्ला डोल्पा, सिन्धुली र कैलाली र सानो जिल्ला रुकुम पूर्व, भक्तपुर र नवलपरासी। 2075 फागुन 19मा म्याग्दी जिल्ला हिमाली जिल्लामा परिणत भएपछि हैन। हिमाली प्रदेश है, हिमाली प्रदेशको कुरा गरौँ। वृष्ट छायाको प्रदेश भनिन्छ हिमाललाई, मरुभूमि प्रदेश भनिन्छ। पत्रे चट्टानले बनेको यो प्रदेश बीचमा भन्ज्याङ पूर्व खुम्चिएको र पश्चिम फैलिएको, पूर्वतिर खुम्चिया छ, पश्चिम फैलिएको छ भन्ज्याङ। 12% उच्च हिमाल क्षेत्र चरणको लागि उपयुक्त छ। नेपालको लगभग 19.7 छ। हिमालले चाहिँ 19.7 छ, त्यो माथिको हिमालले है, सगरमाथा हिमालले। उच्च पर्वतको दक्षिणमा मध्य पर्वत, उत्तर उच्च हिमाल पर्दछ। सोलुखुम्बुको चुङकुङ गाउँमा 4400 मिटर उचाइसम्म आलु फल्छ। 6000 मिटर माथिका हिमालहरू 10वटा रहेका छन् र नेपालको उत्तरमा रहेको पहाडलाई मोडदार पहाड भनिन्छ। नेपालको चाहिँ उत्तरमा रहेको पहाडलाई मोडदार पहाड भनिन्छ। नेपालको हिमाली क्षेत्रमा अल्पाइन र आर्कटिक जलवायु, अल्पाइन र आर्कटिक हिमालमा पाइन्छ जलवायु। उच्च हिमालका खेतीयोग्य जमिन न्यून हुने सोलुखुम्बु, मनाङ, मुस्ताङ र डोल्पा जिल्लाहरू पर्दछन् है। सोममुढो हो उच्च हिमाल हैन। त्यसपछि हिमाली प्रदेशको विभाजन। अब हिमाली प्रदेशलाई मुख्य हिमाल 5000 देखि 8000 सम्म, त्यसपछि उचाइमा फैलिएको 8000 माथिका 8वटै हिमाल रहेको प्रथम स्तरका नदीहरू। भित्री 2400 देखि 5000 मिटरको उचाइमा रहेको हिमाली क्षेत्र भोट प्रदेश र वा हिमाली उपत्यकाका उपनामले भोट प्रदेश र हिमाली उपत्यका भनेर पनि चिनिन्छ। भित्री हिमाललाई खुकन्या, गुमुथा, डोरु, केबुला, खुम्बु, कर्मा, न्यान्या, हुम्ला, मुगु, थाकखोला, डोल्पा, रुङसार, केरुङ, कुताङ, बुढी खोटाङ, लाङ्गु जस्ता हिम बेस्ड उपत्यकाहरू अवस्थित छन्। अत्यधिक शुष्क जलवायु, एकदम अत्यधिक शुष्क जलवायु पाइने हुनाले चिसो शीतोष्ण कोणधारी वन पाइन्छ। चिसो शीतोष्ण कोणधारी वन पाइन्छ। 4500 मिटरको रूपी नाला सबैभन्दा तल्लो स्थायी हिमरेखा हो, जुन गोरखा जिल्लामा पर्दछ हैन। भित्री हिमालले उत्तर तिब्बततिरको सिमानाको 65% भूभाग ओगटेको छ। भोट प्रदेश भनिने भित्री हिमालय भित्र पर्ने हिमाली उपत्यकाहरू मनाङ, डोल्पा, मुगु, हुम्ला, थाकखोला, खुम्बु, रुङसार र कताङ हुन्। मोडो, मुहु, थाखु, रुख। मुख्य हिमालको उत्तर र तिब्बती हिमालको दक्षिणमा 130 किलोमिटर भूभाग उत्तरसम्म फैलिएको छ।
सीमान्तलाई है त, सीमान्तको कुरा। त्यसपछि 6000 देखि 7000 मिटरसम्म फैलिएको छ। अग्ला मझौला उचाइका नालाङ, अग्ला र मझौला उचाइका नालाङ, चण्डी, गोरख, कान्ति, गौतम, गुराँस, मुस्ताङ जस्ता क्षेत्रहरू पर्दछ। नाच, गोका, गौमु, गो। वृष्टि छाया है, वृष्टि छाया पर्ने भएकोले खेतीपाती र मानव बसोबासका लागि उपयुक्त मानिँदैन। ओके। त्यसपछि पहाडी प्रदेश है, पहाडी प्रदेश, पहाडी प्रदेशको कुरा गरौँ। समुद्री सतहको 610 मिटरदेखि 3000 मिटर उचाइसम्म पूर्व मेचीदेखि पश्चिम महाकाली नदीसम्म, उत्तरमा हिमालय पर्वत र दक्षिणमा तराई प्रदेशको बीचमा फैलिएको प्रदेश, जसमा नयाँ संरचना अनुसार 35वटा जिल्ला छन् र 1000 मिटरसम्म बस्ती यति छ, 16,000देखि 2000 यति छ। हिमाली क्षेत्रको विभाजन है। उचाइ चुरे र महाभारतको 610देखि 1872सम्म चुरे पर्छ र 1500देखि 3000सम्म महाभारत। भूभाग 12.78% चुरे र 29.5% मध्यभूमि सहित हो। अग्लो भाग गारबा कैलाली र महाभारत सैलुङ दोलखा 3145 मिटर। उपनाम शिवालिकले पनि भन्ने शिवालिक चुरे, बाह्य हिमाल, वाटर रिचार्ज इन तराई, तेस्रो स्तरका नदीको उद्गम स्थल। लघु तथा होचो हिमाल नेपालको हाउरी, कोशी, गण्डकी र कर्णाली नदीले काटेको। चुरे पर्वत श्रेणी महाभारतको दक्षिण र भित्री मधेसको, उत्तरमा पहाडी प्रदेशको तल्लो भूभागमा समुद्री सतहदेखि 120 मिटर, सप्तरीको ठेलियादेखि 1972 मिटर कैलालीको सहजपुरसम्म फैलिएको पर्वत श्रेणीलाई चुरे पर्वत भनिन्छ। त्यसपछि तर नेपाल परिचय अनुसार 1872 मिटर उचाइसम्म मात्र रहेको छ। यो पर्वत पश्चिमदेखि पूर्वमा कोशी नदीसम्म महाभारतकै समानान्तर भएर रहेको छ। चुरिया भनेर चिनिने चुरे पर्वतका नामहरू: दाङ देउखुरी क्षेत्रमा डडुवा, कोशी पूर्वमा थुम्की, बागमती नदी पूर्व भटवाना, मोरङ र झापाको उत्तर चुलाचुली मैनामैनी, चितवनमा सोमेश्वर। ओके। तेस्रो स्तरका नदीको उद्गम स्थल भएकोले यसलाई वाटर रिचार्ज इन तराई पनि भनिन्छ। चुरेको अधिकतम लम्बाइ 1900 किलोमिटर रहेको छ भने चौडाइ 8 किलोमिटर र पश्चिममा 50 किलोमिटर रहेको छ। चुरेमा 76.31% पहाड, 4.99% खोज र 18.7% दुन क्षेत्र रहेको छ। चुरे पर्वत श्रेणीको अग्लो भाग गारवा कैलालीमा पर्छ। 4000 फिट उचाइमा अवस्थित चुरे क्षेत्र 12.87%, 18,79,000 हेक्टर ढाकेको छ। बाह्य हिमाल भनिने यो पर्वतको 93% भूभाग ठाडो र भिरालो छ। पाकिस्तानको सिन्धु नदीदेखि भारतको ब्रह्मपुत्रसम्म फैलिएको चुरेलाई शिवालिक पर्वत भनिन्छ भने बर्मामा इरावदीको नामले चिनिन्छ। उत्तरमा हिमालयदेखि दक्षिणमा चुरेसम्म फैलिएको जिल्ला सिन्धुपाल्चोक हो हैन। त्यसपछि पूर्वमा होचो र पश्चिममा अग्लो हुँदै गएको यो क्षेत्र खेतीयोग्य जमिन 24% मात्रै छ। यसको सबैभन्दा चौडा भाग दाङ जिल्लामा पर्छ भने कम चौडा भाग मकवानपुरमा पर्छ। हिमालय पर्वतमाला भन्दा पनि विकास भएकोले कान्छो वा बाह्य हिमाल वा नवीनतम पर्वत भनेर पनि चिनिन्छ। र नेपालमा प्रत्येक वर्ष असार 2 गते चुरे संरक्षण दिवस मनाउँदै आइरहेको छ। 2079 असार 2 मा चुरेको माटो चुरेलाई सभा पानी सबैलाई भन्ने
नाराका साथ यो दिवस मनाइन्छ। यो क्षेत्रभित्र 12 प्रजातिका पारिस्थितिकीय प्रणालीहरू पाइन्छन्। चुरेको सबैभन्दा बढी भाग कैलाली जिल्लामा पर्छ भने कम भाग ललितपुर जिल्लामा पर्छ। र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमहरू 2066-67बाट चुरे संरक्षण कार्यक्रम सञ्चालन होइन। 2071 असार 2 गतेदेखि विकास समिति मार्फत सञ्चालन। 2077-71बाट राष्ट्रिय गौरवको आयोजनामा समावेश। पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्मका 37 जिल्लामा कायम भएपछि जिल्लाहरूमा फैलिएको चुरे क्षेत्रका करिब 50 लाख जनता जीविकोपार्जनका लागि यसै क्षेत्रको प्राकृतिक स्रोतमा निर्भर छन्। महाभारत पर्वत श्रेणी ओके महाभारत हिमालय पर्वतको दक्षिण र चुरे पहाडको उत्तरतर्फ हिमालय पर्वतको दक्षिण र चुरे पहाडको उत्तरतिर तर्फ पहाडी प्रदेशको बीचतिरबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म समानान्तर रूपमा फैलिएको तथा समुद्र सतहदेखि करिब 1500देखि 3000 मिटर अथवा 12000 फिटसम्मको उचाइमा रहेको पर्वतलाई महाभारत पर्वत भनिन्छ। यसलाई मोडदार पहाड पनि भनिन्छ। महाभारतलाई मोडदार पहाड पनि भनिन्छ। लघु हिमाल, लघु, मध्य र मध्य हिमाल समेत भनिने महाभारत लघु र मध्य हिमाल पनि भनिन्छ। महाभारतलाई पर्वतमा स्वच्छ र मनोरम हावापानी पाइने हुनाले नेपालको हावाखोरी हिल स्टेसन अफ नेपाल पनि भनिन्छ। महाभारत पर्वत श्रेणीको अग्लो भाग सैलुङ दोलखा जिल्लामा पर्छ भने दोस्रो अग्लो ट्याम्के खोटाङ है र भोजपुर जिल्लाको सिमानामा पर्दछ। ठुला ठुला 4 नदी हाट जस्ता पहाड छेडेर बनेको छ।